नमस्कार दर्शकबिन, यहाँहरूलाई यस च्यानलमा स्वागत छ। अहिले हामी पाती हाल्ने भन्ज्याङमा छौँ। यो भन्ज्याङ रुकुम पूर्व जिल्ला र बागलुङ जिल्लाको सिमानामा अवस्थित रहेको छ। हाम्रो मध्य पहाडी राजमार्ग हामी यहाँ देख्न सक्छौँ। लोकमार्ग यही भन्ज्याङ हुँदै गएको छ। र यस ठाउँबाट करिब 200-300 मिटर जति माथि डाँडामा रहेको किलाचन दह आजको हाम्रो गन्तव्य हुनेछ। समुद्री सतहबाट करिब 3200 मिटरमा अवस्थित यो पाती हाल्ने भन्ज्याङ। यहाँबाट हामी करिब 3400-3500 मिटर उचाइमा अवस्थित रहेको किलाचन दहमा जाँदैछौँ। र यसरी जाने क्रममा बाटोबाट देखिएको दृश्यहरू तपाईहरू देख्न सक्नुहुन्छ। र बिस्तारै यो हिमाल उदाउँदै गरेको दृश्य जति माथि हामी जाँदै गर्छौँ त्यति चाहिँ हिमालको दृश्यहरू चाहिँ एकदम मनमोहक दृश्य चाहिँ हामी देख्न सक्छौँ। माथि उकालो बाटो रहेको छ र बाटो अलि साँघुरो भए तापनि हिँड्न सकिने नै छ। त्यस्तो धेरै गाह्रो बाटो चाहिँ छैन। यो पाती हाल्ने भन्ज्याङ चाहिँ बागलुङबाट करिब 120-25 किलोमिटर दूरीमा रहेको छ भने बुर्तिवाङबाट चाहिँ करिब 45 किलोमिटरको दूरी र रुकुम पूर्व कमलदहबाट पनि त्यस्तै लगभग 45 किलोमिटरको दूरीमा रहेको छ। र करिब हामी अब यहाँ दहमा पुग्न आँट्यौँ र पुग्दै गर्दाखेरिको दृश्य हामी देख्न सक्छौँ। एकदमै प्राकृतिक सुन्दरताले भरिएको एकदम अलौकिक दृश्य देख्न सक्छौँ। र अब हामी यहाँ दहमा आइपुगेको छौँ। किलाचन दह बराहथान मन्दिर पनि देख्न सक्छौँ हामी। र रोचक के रहेको छ भने यो चाहिँ रोल्पा जिल्लामा अवस्थित छ। यो किलाचन दह चाहिँ हामी यता बागलुङ हुँदै पाती हाल्ने भन्ज्याङ हुँदै माथि उक्ल्यौँ र यो दह चाहिँ यो रोल्पा जिल्लामा अवस्थित रहेको छ। यस दहमा हामी तल भन्ज्याङबाट करिब 1 घन्टा जति समय लाग्यो हामीलाई यहाँ माथिसम्म आइपुग्नलाई। बाटो अलि सानो साँघुरो भए पनि बिस्तारै हिँडेर आउन सकिने रहेछ। र त्यहाँ हामी एउटा देख्न सक्छौँ, एउटा काठको भवन, त्यहाँ आएर बस्न मिल्ने खालको एउटा राति बस्न मिल्ने खालको। र त्यसै गरी अब यो माथि उचाइबाट देखिएको एकदमै मनमोहक दृश्य।
चिसो हावा, एकदम उचाइ र एकदमै मनमोहक दृश्य। र यो करिब करिब मङ्सिर महिनाको दृश्य हो। र अझ यो बर्सात पछाडि तुरुन्तै आउँदाखेरि त अझै बढी रमणीय र हरियाली रमाइलो हुने अपेक्षा गर्न सक्दछौँ। र यसरी आजको यो भिडियो यही टुङ्ग्याउने अनुमति पनि चाहन्छु। र भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद।